रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। अब उनी चुनाव लड्न नपाउने भएका छन्। टिकापुरको नरसंहार घटनामा 9 जना राष्ट्र सेवक प्रहरीहरूलाई भाला रोपी दौडाई मारिएको थियो। जिउँदै शरीरमा आगो लगाइएको थियो। एकजना नाबालक दुधे बच्चा पनि मारिएको थियो। धेरै प्रहरीको श्रीमतीहरूलाई विधवा पारिएको थियो। एउटा ठुलो नरसंहार घटनाका नायिके जो रेशम चौधरी भनेको थियो, उनलाई चाहिँ अदालतले जन्म कैदको फैसला सुनाएको थियो। तर काङ्ग्रेसको राष्ट्रपति रामचन्द्र पौडेलले चाहिँ उनलाई गणतन्त्र दिवस, संविधान दिवसको दिन पारेर उन्मुक्ति दिएका थिए। जो जन्म कैद सुनाएको मान्छेलाई पनि उन्मुक्ति दिँदाखेरि चाहिँ उनी अहिले चुनाव लड्दै थिए, तर उनको उम्मेदवार चाहिँ खारेज भएको छ। रवि लामिछाने पत्रकार हुँदा रेशम चौधरीको मुद्दालाई लिएर सत्ता टिकाउन र भत्ता पचाउन त्यति ठुलो अपराधलाई पनि राजनीतिक मुद्दा हो भनेर सरकारले उन्मुक्ति दिएकोमा खुब विरोध गरेका थिए। तर अहिले रवि लामिछानेले उनै रेशम चौधरीसँग पार्टी एकता गरेर अब रवि लामिछानेको चुनाव चिन्ह घन्टी लिएर चाहिँ उनी चुनावमा जाने भएका थिए। तर उनको उम्मेदवारी खारेज भएको छ। के भन्न चाहनुहुन्छ तपाईँहरू यो विषयमा? आफ्नो राय कमेन्ट गर्नुहोला।